हेलो हेलो साथीहरू आज चाहिँ हामी यहाँ च्याउ खोर्न आएको छौँ। हामी चाहिँ शिवनगरबाट घुमी है फेरि शिवनगर घुमीबाट हामी चाहिँ यहाँ च्याउ खोर्न आएको छौँ। च्याउ खोर्न हामी चाहिँ जरे के भन्ने ठाउँमा हो तर मैन टाढा गरे तर मैले चाहिँ च्याउ यति भेटाएँ हामी चाहिँ बिहान खाना खाने बित्तिकै आएको अरू प्रकारलाई चाहिँ हामीले कुर्दै बसेको छौँ। अटो रोक्ने ठाउँमा पनि आइसक्यौँ। अटो दाइ चाहिँ पानी लिन जानु भएको छ। मेरो चाहिँ युट्युबमा चाहिँ हेरेर लाइक कमेन्ट गरिदिनु होला, नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला। हामी पनि यसरी छाता ओढेर बसेको छौँ किनभने हामी चाहिँ यहाँ रोपेर भ्याएर पनि हामी चाहिँ यसरी छाताहरू च्याउ खोज्दै हिँड्छौँ। अस्ति न मैले चाहिँ भनेको अब त्यसरी भनेर हालेको थिएँ भिडियो है, मान्छेहरूले हेरिदिनु भयो। खुसी लाग्यो भन्नु खुसी लाग्यो, कमेन्ट गरिदिनु भयो, धन्यवाद भन्न चाहन्छु सबैजनालाई। अनि म चाहिँ के भन्छ अरे मेरो माइत चाहिँ उता बुटोलतिर हो अनि मेरो घर चाहिँ गुमी हो। अनि म पनि यसरी च्याउ खोज्न आएको छु। म पनि यता एक झोला बनाएको छु मैले पनि। अब हामी त काम गर्ने बेलामा काम गर्छौँ साथीहरू, डुल्ने बेलामा यसरी डुल्छौँ है। डुल्नु पनि पर्छ कहिलेकाहीँ, यसो मनको मनोरञ्जन गर्नुपर्छ।